हेलो शुभ बिहानी जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ प्लिज यो भिडियोलाई चाहिँ धेरैभन्दा धेरै शेयर गरिदिनु होला र सपोर्ट गरिदिनु होला। इन्डियन आइडल अनि नेपालको होनहार अभिनेता प्रशान्त तामाङ दाइ चाहिँ हामी बीच रहनु भएन। उहाँको निधनको खबर सुनेर म एकदम दुखी भएँ। मेरा फ्यामिलीहरू सबैहरू दुखी हुनुभयो। सानैदेखि उहाँको फिल्म हेर्दै आएको यत्रो भएँ र आज एक्कासी यस्तो खबर सुन्दाखेरि मलाई पनि नराम्रो लाग्यो। म चाहिँ अहिले इन्डिया पन्जाबतिर छु र उहाँ चाहिँ बस्दै गर्दै आउनु भएको रहेछ इन्डिया दिल्लीतिर। एकदम दुःख लाग्यो। सबैजनाले यसो सपोर्ट गरिदिनु होला साथीहरू। यस्तो घटना कसैमा नभओस्, कसैको घरमा नघटोस्। सो त्यही भएर चाहिँ उहाँलाई हार्दिक श्रद्धाञ्जली। उहाँको स्वर्गमा बास होस्। तपाईको आत्माले शान्ति पाओस्, स्वर्गमा बास होस्। प्रशान्त भाइ तपाईको चाहिँ आत्माले स्वर्गमा बास होस्, राम्रोसँग चाहिँ उस होस्, यही भन्न चाहन्छु मेरो तर्फबाट। आगो पिएर बच्ने बेबस मेरो कथा छ, जलेछु भित्र भित्रै छाती